सम्पूर्णमा ओम राधे राधे। अहिले म आफ्नै घरको आँगनमा छु र म जन्मेको घर, म हुर्किएको घर, मेरो वासस्थानमै छु। म एकदम प्राकृतिक छ, रमणीय छ, माटोको घर छ। अब यतापट्टि सिधा गएर चाहिँ हामीले चाहिँ लगाएका छौँ विभिन्न आयुर्वेदका बोटहरू। यहीँ छ, देख्न सक्नुहुन्छ। पाखन बेददेखि लिएर सबै चिजहरू यहाँ छ, पर्याप्त मात्रामा छ। अब यस्तै खानको लागि चाहिँ म प्राय विशेष गरी चाहिँ सुप खान पर्यो अथवा केही चिज त्यस्तो खान पर्यो भने चाहिँ म, कति साथीले चिन्नुहुन्न, यसलाई के भनिन्छ थाहा छ? यसलाई भनिन्छ, के भनिन्छ होला भन्नु त, कमेन्टमा गर्नुहोस् त। मैले भन्नुभन्दा पहिला यसलाई जाँतो भनिन्छ। स्टिल अहिले पनि म जाँतोमा युज गरेको बाटै खानेकुरा कतिपय खान्छु, किनकि जाँतो, कति साथीले जाँतो भने बुझ्नुहुन्छ कि हुँदैन? जाँतोले अनि जाँतो, यसलाई के भनिन्छ? जाँतो। जाँतो यसरी घुमाइन्छ, जाँतो है, जाँतो। अहिले पनि स्टिल म जाँतोबाट बनाएको चिज खान्छु र जाँतो, यो जाँतो हो। कतिलाई जाँतो भन्ने कुरो थाहा छैन होला, यसलाई भनिन्छ जाँतो है। हस्त, धन्यवाद, नमस्ते।